हेलो साथीहरू, आज चाहिँ म बुके बनाउन गइरहेको। यो रोज चाहिँ अगाडि नै बनाएर राखेको थियो। यो चाहिँ तपाईँहरूलाई देखाउन पाएन। यो चाहिँ बनाएको चाहिँ नेक्स्ट भिडियोमा देखाउन तपाईँहरूलाई। अनि यो रोजमा चाहिँ मैले गिल्टर एड गरेको छु। गिल्टर हाल्यो भने चाहिँ अलिक दामी देखिन्छ, त्यही भएर चाहिँ अनि गिल्टर एड गरेँ। अनि त्यसको लागि एउटा स्पोनै भन्छ होला सायद, मलाई पनि त्यति साह्रो थाहा छैन, त्यही भएर स्पोन युज गरेँ। अनि त्यो स्नो रोल छ त्यसमा, अनि कुन म्याच हुन्छ भनेर हेरेर मैले रेड कलरको चाहिँ म्याच होला कि भनेर रेड कलरको स्नो रोल काटेर तयार गरेँ। त्यसलाई पनि अब फोल्ड गरेर काटेर अनि फेरि त्यस्तो बनाउनु पर्छ। अनि रोजमा चाहिँ अलिक राम्रो देखिन्छ, त्यही भएर मैले चाहिँ यो तयार गर्दैछु साथीहरू। तपाईँहरूलाई नि सिक्नु छ भने चाहिँ म सिकाइदिन्छु तपाईँहरूलाई। यसलाई जोडिसकेँ। अब त्यसलाई चाहिँ ब्लू कलरकै पेपर हालिदिन लगाएको छु मैले चाहिँ। अब ब्लू कलरको नि राम्रो देखिन्छ स्काई ब्लू रोजमा, त्यही भएर ब्लू कलरको ऱ्यापिङ हालिदिन लगाएँ मैले चाहिँ। त्यसको लागि 4 भाग गरेर काट्नुपर्छ। त्यसलाई पनि फेरि मसिनो टुक्रा बनाएर 4 भागकोलाई फेरि 8 भाग गरेर काटेर अनि त्यसलाई जोड्नुपर्छ। मैले देखाइरहेको छु, जसरी मैले गरेको छु त्यसरी नै गर्नु होला। तपाईँहरूलाई गर्न इच्छुक छ भने चाहिँ मैले देखाइरहेको छु। यो भिडियोहरू चाहिँ अलिक फास्ट गरेको छु, किनकि फास्ट गरेर भने लामो हुन्छ नि त भिडियो, त्यही भएर फास्ट गरेँ। यो सबै रेडी भयो। अब यसलाई स्पुनलाई चाहिँ अनि फेरि कार्टुनले अलिकति ऱ्याप गरिदियो भने चाहिँ अलिक राम्रो हुन्छ। त्यही भएर ऱ्याप गर्न थालेँ मैले चाहिँ। सबै टाँस्नुपर्छ है साथीहरू, गमले, नत्र राम्रो हुँदैन, खुस्किन सक्ने सम्भावना हुन्छ। त्यही भएर मैले चाहिँ गमले मजाले टाँसिदिएँ त्यसलाई। अनि फेरि यसलाई एउटा एउटा गरेर सब जोड्नलाई तयार गरेको छु मैले। यसरी सब जोड्नुपर्छ साथी। काम गरेर खान त लास्टै गाह्रो हुन्छ नि, दिमाग लाउनुपर्छ, आँखा दुख्छ, त्यस्तै हुन्छ साथीहरू। अब यतिको बसिरहन पनि मन लाग्यो, त्यही भएर चाहिँ यसो टाइम पासको लागि भने नि बनाउन थालेको साथीहरू। हेर्दै जानुहोस् है मैले कस्तो बनाउँदो रहेछ। यो सबै यसलाई टाँसिदिएँ। अनि अर्को यसरी एकवटा पिस गरेर टाँस्नुपर्छ। सबै ऱ्याप पेपरहरूलाई चाहिँ एकवटा गरेर टाँस्यो भने चाहिँ राम्रोसँग टाँसिन्छ। त्यही भएर चाहिँ मैले एकवटा गरेर टाँसिदिन्छु। फाइनली अब बोके फिनिसिङ हुन आँटेको छ है मेरो। के चाहिँ कस्तो हुन्छ यसो हेरेर लाइक सेयर कमेन्ट पनि गर्। अनि साथीहरू सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नि। फेरि मैले बनाउँदैछु, हेर्दै जानु होला सबैजनाले, हेर्दै जानुहोस् कस्तो हुँदो रहेछ। यसलाई पुरै तल पनि पेपरले टाँसेर त्यो भित्रको कार्टुन नदेख्ने गरेर चाहिँ त्यसलाई ऱ्याप गर्नुपर्ने हुन्छ। त्यसको तल पनि फेरि त्यस्तै बनाएर राखेको थिएँ नि त मैले। त्यो बनायो भने चाहिँ ठ्याक्क परेको हुँदो रहेछ। कति राम्रो देखिने कि एउटा रोज भए पनि एकदम राम्रो। अनि कस्टमरलाई चाहिँ यस्तो फ्यार परेको चाहिँ मन पर्दो रहेछ। त्यही भएर चाहिँ मैले बुकेहरू प्रायः यस्तै फ्यार पाराको नै बनाइदिएको छु। अब कस्टमर भनेको चाहिँ हाम्रा भगवान हुन्, त्यही भएर चाहिँ उनीहरूलाई जस्तो मनपर्छ त्यस्तै बनाउने कोसिस गरिरहेको छु मैले चाहिँ। ल साथीहरू, तयार हुन लाग्यो है मेरो बुके चाहिँ। अब चाहिँ मैले बनाएँ रिबनको बो बनाउन लगाएको छु है साथीहरू। अब यसलाई बो बनाएर यसमा टाँस्नुपर्छ अनि राम्रो देखिन्छ, फिनिसिङ राम्रो आउँछ। बो टाँसेपछि चाहिँ एकदम राम्रो हुन्छ। बो बनाउँदैछु है साथीहरू मैले चाहिँ। यसरी बनाइन्छ बो चाहिँ। रिबनलाई काटेर फेरि त्यसलाई चाहिँ सिलाएर बनाउँछु मैले चाहिँ। बो तयार हुन लागेको छ। त्यो सिलाएपछि चाहिँ सजिलो हुन्छ, फुत्किने सम्भावना हुँदैन। त्यही भएर चाहिँ मैले सिलाएरै बनाउँछु। तयार भयो मेरो बो साथीहरू। बो तयार भयो। अब चाहिँ यसलाई त्यो रिबन निस्किन्छ नि त, त्यही भएर तल चढाइदिएको छु। निस्क्यो भने राम्रो हुँदैन। अब चाहिँ टाँसिदिन लगाएको छु मैले बो। त्यसमा बो टाँसेर अनि एउटा मोतीको दाना पनि हालिदिएँ। मोतीको दानाले चाहिँ एकदम राम्रो देखिन्छ, त्यही भएर चाहिँ मोतीको दाना पनि हालिदिएँ मैले। ल साथीहरू, मेरो बुके
है साथी पिसको रोजको बुके तयार भयो तपाईँहरूलाई चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। यति धेरै भनेको छ। बाई बाई साथीहरू, आजको लागि यति नै है।